छ साथी, अगाडि छ गन्तव्य, गन्तव्यतिर जाउँ साथी छुट्ने भयो, साथीलाई पर्खिउँ गन्तव्य छुट्ने भयो, म के गरौँ? हामीले आँट गऱ्यौँ, हामी साथी छोड्ने आँट गऱ्यौँ र नयाँ साथी बनाउने आँट गऱ्यौँ र गन्तव्यतिर जाने आँट गऱ्यौँ। दुईटा जुनी भएको भए एउटा जुनी टेपी उनीलाई नै मारिदिनु। दुईटा जुनी मसँग पनि भएको भए म एउटा जुनी प्रचण्डलाई नै दिन्थेँ। सकिएन। हामीसँग केवल एउटा जुनी छ, यही जुनीमा हामीले हाम्रो गन्तव्यसम्म पुग्नु पर्छ। त्यस कारणले गर्दा यो त हेर्ने दृष्टिकोण हो। पीडा हुन्छ हामीलाई पनि वर्षौँसम्म आफ्नो पसिना झन्डै रगत झन्डै जीवन बलिदान गरेको पार्टी छोड्नु सजिलो थिएन। तर समय र विज्ञानको नियम बुझ्नेले जिन्दगी त एक दिन छोडेर हिँड्नुपर्छ। पार्टी त हामीले बनाएको कुरा हो। यस्ता पार्टी काम लाग्दैन भने मुद्दा छोड्दै हिँड्नु पनि सक्नुपर्छ। हामीलाई जन्म दिने यो पृथ्वीमा बाबुआमालाई त हामीले मृत्युपछि दाह संस्कार गरेर घरमा फैलिन्छौँ, श्रद्धाञ्जली गर्छौँ, एकछिन रुन्छौँ, बिस्तारै बिर्सिन्छौँ। पार्टीले त हामीलाई जन्माएको होइन, हामीले पार्टी जन्माएको हो। त्यस कारणले पार्टीले मुद्दा छोडेपछि हामीले पार्टी बोकिराख्नुपर्छ भने चाहिँ